स्वागत मंतव्य राख देवे के लिए हमरा सबके पार्टी के केंद्रीय सदस्य रोहतक जिला इंचार्ज के स्वागत मंतव्य रेखा अफराइदिनु भएका हमारा सहयोग गर्नु भएका उहाँहरूलाई पनि मैले स्वागत गर्न चाहे र सर्वप्रथम म के भन्न चाहे तपाईहरुको बीचमा हाम्रो चाहिँ यो पहाड र मधेस चाहिँ तपाईलाई मधेसमा 4 महिने अथवा चाहिँ जो बहुत ही दिशा हुआ है जो अपना बाल बच्चा के लिए नहीं सोचले सबसे वहां कटा आई सोचले आपने बात भयो र हामीले हाम्रो समाजलाई सबै मात्र अनलाइन वा प्रत्यक्ष पत्रकारबाट पत्रकार मित्रहरू सबैमा सर्वप्रथम हाम्रो पार्टी नेपालको पार्टी बहुमतको र मेरो व्यक्तिगत भाषण गरेर ठुल्ठुला आशा देखाउने कोही मान्छेको बोल्नु छैन। तपाईँलाई किसानहरूलाई बचाउनलाई जुन ढङ्गबाट भएको वैज्ञानिक क्षेत्रलाई आफ्नो नाममा बनाएर सडकको बनाइरहेका छन् यिनका विरुद्धको अर्को एउटा लडाइँको सङ्घ ठुलो यो देश यो सामान्यमा मैले भन्न चाहे अर्को कुरा अहिले एकापल्ट मान्छेहरू राजनीति भनेका छन् अर्को मान्छे यो देशबाट यो विषयमा धेरै बोल्न चाहन्न तर राजाहरूले अहिले बजार संस्कृति व्यवस्थामा मोट बस्ती गरिरहेका अन्य संस्कृति पार्टीहरू हो एमाले काङ्ग्रेस माओवादी अथवा एनसीपीको पनि संसदमा भएका पार्टीहरू बस्ती आउन्। सुरक्षाकर्मी साथीहरूको तर्फबाट र मेरो आफ्नो तर्फबाट हार्दिक क्रान्तिकारीहरू न्यायप्रेमी जनसमुदाय तपाईँहरूलाई लाग्न सक्छ यो बहुमत भनेको के हो। पार्टीको नाम बहुमत यो भनेको के हो भन्ने लाग्न सक्छ। म थोरै परिचय गराउन मात्रै चाहन्छु। नेपाल कम्युनिस्ट पार्टी बहुमत नेपाली सर्वहारा वर्ग, नेपालको उत्पीडित श्रमजीवी वर्ग, नेपाली उत्पीडित जनसमुदायको क्रान्तिकारी विचारको बहुमत हो। नेपाली जनतामा स्वतन्त्रता हाम्रो सङ्घर्षले अगाडि ल्याएको छ। त्यो स्वतन्त्रताभित्र समानता स्थापित गर्नुपर्छ। समानता कायम गर्ने विचारको बहुमत, किनभने यहाँ धेरै पार्टीहरू छन् नेपालमा कम्युनिस्ट पार्टीहरू। हाम्रो पार्टी त्यति बेला नेपाल कम्युनिस्ट पार्टी माओवादी जसले जनयुद्ध गर्नको निम्ति पहिलो वर्ष लगाएर तयारी गर्यो, जसले 10 वर्षको जनयुद्ध गर्यो त्यसको नेता म पनि थिएँ। तयारी गर्ने क्रममा त्यसको नेता म पनि थिएँ र त्यसरी गर्दै जाने क्रममा त्यो पार्टीहरूले विचार दृष्टिसकेपछि त्यो विचारको नेतृत्व गर्ने पार्टी भनेको नेपाल कम्युनिस्ट पार्टीको बहुमत हो। त्यसकारणले नेपाल कम्युनिस्ट पार्टीको बहुमत क्रान्तिकारी विचारको बहुमत हो। दोस्रो कुरा, नेपाल कम्युनिस्ट पार्टी बहुमत भनेको नेपाली जनताको भावनाको बहुमत हो। नेपाली जनता के चाहन्छ? नेपाली जनता स्वाधीनता चाहन्छन्, नेपाली जनता सार्वभौमिकता चाहन्छन्, नेपाली जनता क्रान्ति चाहन्छन्, नेपाली जनता समानता चाहन्छन्, स्वतन्त्रता चाहन्छन्। त्यो समानता, स्वतन्त्रता, सार्वभौमिकता, क्रान्तिकारी भावना नेपाली जनता, सिङ्गो नेपाली जनता, के तराई, के पहाड, के हिमाल, सबै नेपाली जनता स्वाधीनता चाहन्छन्। त्यो स्वाधीनताको भावनाको प्रतिनिधित्व गर्ने पार्टी हाम्रो पार्टी हो, नेपाल कम्युनिस्ट पार्टी बहुमत। यो सिङ्गो नेपाली जनताको पार्टी हो। नेपाली जनताको भावनाको प्रतिनिधित्व गर्ने, नेपाली जनतामा क्रान्तिको भावना छ।
बहुमत हो यो। किनभने सबै पार्टीहरूले संसदवादी राजनीतिमा गइसकेपछि उनीहरूले दलाल पुँजीवादको पक्षधरता लिइसकेपछि हामीले नेपाली जनताको पक्षधरता लिएका छौँ, नेपालको स्वाधीनताको पक्ष लिएका छौँ, नेपाली श्रमजीवी नेपाली जनताको श्रमजीवीहरूको पक्ष लिएका छौँ, हामीले सर्वहारा वर्गको पक्ष लिएका छौँ, नेपालको परिवर्तनको पक्ष लिएका छौँ। यो पार्टीले त्यसको प्रतिनिधित्व गर्छ, त्यस कारणले त्यसको भावनाको त्यो क्रान्तिकारी स्पिरिटको प्रतिनिधित्व गर्ने पार्टी हाम्रो बहुमत पार्टी हो। यो मैले पार्टीको एउटा परिचय दिन खोजेको। किनभने मान्छेलाई के लाग्न सक्छ भने के पार्टी हो बहुमत परेको भन्ने लाग्न सक्छ। किनभने हाम्रो पार्टीले सबै प्रकारका संशोधनवादका विरुद्ध सङ्घर्ष गर्दै, सबै प्रकारका विचलनवादका विरुद्ध सङ्घर्ष गर्दै, सबै प्रकारका अकर्मण्यतावादका विरुद्ध सङ्घर्ष गर्दै, सबै प्रकारका कठपुतलावाद जडसूत्रवादका विरुद्ध सङ्घर्ष गर्दै एउटा क्रान्तिकारी भावना, क्रान्तिकारी विचार, क्रान्तिको प्रतिनिधित्व गर्ने, निरन्तर परिवर्तनको प्रतिनिधित्व गर्ने पार्टी हाम्रो पार्टी बहुमत हो। नेपाल कम्युनिस्ट पार्टी बहुमत, त्यस कारणले हामीले त्यसको नाम राखेका छौँ। अब दोस्रो कुरा, यहाँ सबै जनसमुदायले भन्न आफ्नो समस्या देखा परेको छ। हरेक क्षेत्रमा तपाईँले हेर्नु त भ्रष्टाचार, तपाईँले हेर्नुभयो भने शिक्षामा भ्रष्टाचार, स्वास्थ्यमा भ्रष्टाचार, मान्छेको जीवनमा भ्रष्टाचार, नागरिकतामा भ्रष्टाचार, जमिनहरूमा भ्रष्टाचार, व्यापारमा भ्रष्टाचार, विकास योजनाका कामहरूमा भ्रष्टाचार। कुनै पनि यस्तो ठाउँ छैन। तपाईँ कार्यालयहरूमा जानुहोस्, तपाईँ त्यही स्थानीय निकायका कार्यालयहरूमा चुनाव भएको छ, सरकार बनेको छ, सिंहदरबारदेखि गाउँसम्म सरकार छ, सिंहदरबारदेखि गाउँसम्म सरकार छ, प्रशासन छ, चलेको छ, बिजनेसहरू चलेका छन्, उद्योगहरू चलेका छन्। सबै ठाउँमा भ्रष्टाचार बाहेक केही पनि छैन। र हरेक ठाउँमा यो भ्रष्टाचारभित्र नेपाली जनताले आफ्नो खुन र पसिना यसरी बगाएको छ, थाहै नहुने गरिकन बगाएको। जसरी तपाईँको नसाबाट रगत निकालिन्छ त्यस्तै गरिकन हरेक नेपाली नागरिकको नसाबाट रगत निकालिएको छ, पसिना निकालिएको छ, रगत निकालिएको छ। हड्डी र मासुलाई पिनेर मुठीभर मासिया यो देशका राजनीतिक पार्टीका नेताहरू, तिनका मालिक एकाधिकार पुँजीपति माफियाहरू, उनीहरू काला बाल बनेका छन्, अरबपति बनेका छन्, खरबपति बनेका छन्। यहाँ यो देशका माफियाहरू अमेरिकाको एलन मस्क बन्ने दौरमा छन्। अमेरिका गतिलो देश होइन। अमेरिका रोजगारी नपाएको कारणले करोडौँ अमेरिकी नागरिकहरू भौतारिँदै संसारभरि हिँड्दै गरेका छन्। तर देश धनी भएको कारणले उनको छुट्टै प्रकारको सम्मान छ, सम्मान व्यक्त गर्ने गर्छन्। अनि त्यो देशका नागरिकहरू औषधि लागु औषधका व्यापारी गर्छन्। त्यहाँका मान्छेहरू चोरी डकैती गर्ने तपाईँले सुन्नुभएको होला। करिब 36% युवाहरू चाहिँ जेल खानामा छन् अमेरिकामा। तर अमेरिकामा को छ भने एलन मस्क जस्तै केही 100 मान्छेहरू, 100-200 मान्छेहरू संसारका सबभन्दा धनी मान्छेहरू त्यहाँ छन्, जसले संसारभरिको सम्पत्ति लुटेका छन्, खाएका छन्, सारा जन्म गरेका छन्। आज नेपालका केही मुठीभर माफियाहरू एलन मस्क बन्नेको कोसिस गरिरहेका छन्, सारा नेपाली जनतालाई कङ्गाल बनाउने कोसिस गरिरहेका छन्। उनीहरूले गरिरहेका छन्। अब तपाईँले हेर्नुहोस्, यही जनकपुर नाम नगरीमा तपाईँले हेर्नुभयो भने कति